यदि हामी आफै चोर छौँ भने हामी कसरी अरूलाई नचोर भनेर भन्न सक्छौँ? एउटा बाबुले आफ्नो छोरालाई सम्झाउँदै भनेछ, आफूभन्दा ठुलोले भनेको मान्नु, कसैसँग झगडा नगर्नु, ठुलो मान्छे बन्नु भन्दै चोर सल्काउन लागेछ। छोराले के भनेछ थाहा छ? हुन्छ बाबा, अबदेखि म पनि चोर खान्छु र बाबा जस्तै ठुलो मान्छे बन्छु भनेर भनेछ। त्यसैले गर्दाखेरि हामी जो कहिले पनि कसैलाई केही कुरो ज्ञान दिनु छ, कसैलाई सम्झाउनु छ भने पहिला गाई गोरु पशु प्राणीहरूलाई चाहिँ पछाडिबाट लट्ठी लगाएर चाहिँ धपाइन्छ भने, मान्छेलाई सही मार्गमा हिँडाउनु छ, सही बाटोमा देखाउनु पर्नेछ भने, मान्छेलाई धपाउनु पर्नेछ भने चाहिँ आफू अघि लागेर आफै सही मार्गमा हिँडेर उनीहरूलाई उदाहरणीय जीवन जिएर चाहिँ उनीहरूलाई त्यो बाटो हिँडाउन सकिन्छ भन्दै हामीले प्रभु यीशुको बारेमा सुसमाचारहरू सुनाउँदै हिँड्छौँ र अरूलाई सही मार्गमा ल्याउन सक्छौँ भन्ने हाम्रो आशा छ र त्यो प्रयास हामी गर्न चाहन्छौँ भने पहिला हामी सही मार्गमा हिँडेर उदाहरणीय जीवन जिएर मात्र हामी उनीहरूलाई सम्झाउन सक्छौँ भन्दै म आजको यो छोटो वचनलाई यही समाप्त गर्न चाहन्छु। सबैजनालाई जय मसीह।